आज हामी यो हाम्रो कालिकाको मौला कालिकाको फेदीमा रहेको पहिला वनको अफिस भवनमा चाहिँ अहिले अपाङ्ग जीवन विकास संस्था बसेको छ। त्यहाँ चाहिँ हामी बिहानी सांस्कृतिक महिला विकास समूहले आज केही अब यसो खाना खुवाउने भनेर दाजुभाइहरूलाई खुवाउँदैछौँ। कार्तिकको महिनामा यहाँ 20-25 जना हुनुहुन्न रहेछ। दाल भात तरकारी पनिर रोटी यहाँ संस्थाको हुनुहुन्छ अनि यहाँ गणेश सापकोटा हुनुहुन्छ। पनि हामीले अझै यसो गरौँ भन्ने हुन्छ। राम्रो गर्दै जानुभयो भने हजुरहरूले राम्रो, हामीहरूले पनि अब खुवाउन पाइयो त खुसी लाग्छ। त्यही त हो नि, सबैले सही गर्नु। हाम्रो साथीहरू अब रोगव्याध राम्रो छ, रोगव्याध नलागिदिनु, सबैलाई राम्रो हुँदै जाओस्, प्रगति हुँदै जाओस्, सबै कुरा राम्रो गर्नु होला। यो बाबु चाहिँ के गर्नु होला त्यो काम ल अपाङ्गहरूलाई खुवाएर अनि यसो हामी अब घरतिर लाउँदैछौँ। यो भवनमा अपाङ्गहरूलाई खुवाएर अब हिँड्दैछौँ। खाना खुवाएर हामी घरतिर लाग्दैछौँ।